नमस्कार, म अन्जु अधिकारी। पिउन ह्याप्पिनेस हेरेर बस्नुहुने सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। आज हामीसँग हुनुहुन्छ एक विशेष व्यक्तित्व जसलाई समाजमा विभिन्न नामले चिनिन्छ र उहाँले पर्दा अगाडि मात्रै होइन, पर्दा पछाडि बसेर प्रेरणा, सहयोग, साथ दिँदै आउनुभएको छ। उहाँलाई कसैले आमा, कसैले दिदी, कसैले आन्टी, कसैले गड मदर, यस विभिन्न नामले बोलाउने प्रेरणादायी व्यक्तित्वको जीवन कथाबारे आज म हजुरहरूलाई सुनाउनेछु। मसँग हुनुहुन्छ मेलबर्नमा लामो समयदेखि बस्दै आउनुभएकी हामी सबैको मनमुटुमा बस्न सफल, हामीलाई ऊर्जा प्रेरणा दिने, हामी सबैको प्रिय व्यक्तित्व आदरणीय दिदी प्रभा श्रेष्ठ। प्रभा दिदी, यहाँलाई आजको हाम्रो कार्यक्रममा स्वागत छ। धेरै धेरै धन्यवाद अन्जु, कति राम्रो उच्च खालको परिचय दिनुभयो। थ्याङ्क यू दिदी। आज आफ्नो समय निकालेर हाम्रो पोडकास्टमा आउनुभएको छ, हामी एकदमै आभारी छौँ दिदी। म एकदमै खुसी छु किनभने हजुरहरूको यो प्रयास, यो मेहनत र मेरो लागि दिनुभएको समयलाई। हजुरले हजुरलाई कसरी चिनाउन चाहनुहुन्छ? मेरो नाम चाहिँ प्रभा श्रेष्ठ हो। म गोर्खा जिल्लाको, नेपालको गोर्खा जिल्लामा जन्मेको हुँ र हाल म र मेरो श्रीमान, हाम्रो छोराको परिवार, सुन्दर बुहारी र नातिको साथमा हामी सँगै बस्छौँ र म यो अस्ट्रेलियन सरकारको संस्था वेस्टर्न हेल्थमा कम्युनिटी हेल्थ नर्सको रूपमा चाहिँ रेफ्युजी हेल्थको लागि काम गर्छु, फुल टाइम काम गर्छु। र अझै अन्जु, म मिठो परिचय दिउँ है? एकदमै दिदी, एकदमै वेलकम प्लिज। म 62 वर्षको एकदमै परिवर्तित युवती हुँ। तर कसरी यो मेन्टेन गर्नु भएको छ दिदी? हजुर 62 वर्ष साँच्चीकै देखिनुहुन्न। अनि तपाईँको इनर्जी जुन छ नि, स्पेसल्ली हामी कति समय सँगै हुन्छौँ, त्यति बेला सायद मसँग पनि त्यति धेरै इनर्जी छैन होला जुन हजुरसँग छ। यसको राज चाहिँ के हो? सबैभन्दा पहिला त अन्जु, तपाईँहरू जस्तो दिदीबहिनीहरू, दाजुभाइहरू सँगसँगै बसेर एकदमै खुसी हुने र रमाउने गर्छु र जहाँ ताली बजाउन पाउँछु त्यहाँ ताली बजाइदिन्छु, जहाँ हाँस्न पाउँछु त्यहाँ हाँसिदिन्छु, जहाँ नाच्न पाउँछु त्यहाँ नाचिदिन्छु, जहाँ गाउन पाउँछु त्यहाँ गाइदिन्छु र अहिलेको समयलाई सकभर चाहिँ उपयोग, द बेस्ट उपयोग गर्छु। सायद त्यसैले हो कि त, तर त्यस्तो हजुरले भन्नुभएको जस्तो त्यस्तो शक्तिशाली चाहिँ होइन। होइन दिदी, हजुर हामी सबैको लागि प्रेरणाको स्रोत हुनुहुन्छ र म दिदीलाई क्वेसन त सुन्ने नै छु, अरू पनि हामी। तर बाल्यकालमा जान चाहे, कहाँ जन्मिनु भयो, कहाँ हुर्किनु भयो? हजुर, फेरि पनि जन्मेको गोर्खा जिल्लाको, नेपालको गोर्खा जिल्लामा हो, एउटा गाउँमा, जहाँ मेरो बाबा आमा होइन, मेरो दिदी दाईहरू हुनुहुन्थ्यो। मेरो आमाको 7वटा बच्चा, त्यसमध्येमा चाहिँ म कान्छु। त्यसैले गर्दा पनि मैले सबै दिदीहरूबाट, दाजुहरूबाट, भाउजूहरूबाट धेरै कुराहरू सिकेँ। हजुरको स्कुलिङ पनि गोर्खामै भयो? हो नि, गोर्खामै हो। र बाल्यकालको कुरा गर्दाखेरि अन्जु, मलाई त अहिले पनि म कान्छी छोरी भएको नाताले स्कुलबाट आएपछि पनि आमाको काखमा बसेर दुध चुसेर मात्रै खाजा खान जान्थेँ। कति वर्ष हुँदासम्म दिदी? त्यो मेरो विचारमा 6 वर्ष, त्यस्तै 6-7 वर्षसम्म स्कुलबाट आएर आमाको दुध खाएर बल्ल जान्थेँ खाजा खाना किचनमा जानु। अनि मलाई अर्को पनि याद छ, मेरो दिदीहरूले चाहिँ लुगा सबै नाङ्गो खोलाएर अनि त्यसपछि ल नुहाउन भनेर कुदाउँदै धारामा लगेको कि ढुङ्गे धारामा लगेको। एकदम नै रमाइलो क्षण चाहिँ मैले सम्झिन्छु। अनि त्यस्तै गरेर त्यति बेला हाम्रो पालोमा के थियो भने शौचालयको व्यवस्था थिएन कि। अनि त्यसपछि जुरुक्क उठ्यो अनि त्यो खुल्ला शौचालय जहाँ चाहिँ पर्खाल थियो। भन्नाले त्यस्तो खनेर बनाएको कि ओपन स्पेस? अरूले चाहिँ देख्ने थिएन, तर त्यो पर्खालभित्र थियो। त्यो भएर जो त्यहाँ गए गफ गर्दै शौच गर्ने चाहिँ वातावरण थियो कि। अनि त्यति बेला कस्तो के अर्कै खालको अनुभूति थियो कि है।
त्यो अब अहिलेको त अब होइन कम्पेयर गर्नै सकिँदैन त्यो अवस्थालाई। हजुर भनेपछि हजुर 10 क्लाससम्म गोर्खामै पढ्नुभयो आफ्नो बाबा मम्मी दिदी दाईहरूकै काखमा बसेर। अनि त्यसपछि चाहिँ मैले त्यो गोर्खा जिल्लाको शक्ति माध्यमिक विद्यालयमा पढेको। अनि त्यति बेला गोर्खा जिल्लामा प्रथम श्रेणीमा एसएलसीमा स्कुल लिभिङ सर्टिफिकेटमा प्रथम श्रेणीमा लिएर आउने महिलाहरू कोही पनि हुनुहुन्थेन। मैले फर्स्ट टाइम लिएर आएको। त्यो कति सालतिरको कुरा हो? त्यो साल त एक्ज्याक्टली मैले बिर्सेँ होइन, तर स्कुलिङ 2038 को ल मैले सम्झेँ। 38 सालमा तपाईँ फर्स्ट डिभिजन ल्याउने प्रथम महिला, पहिलो महिला। त्यसैले हेड सरहरू अनि अरू सरहरू खुसी भएर एकदम नै कति पुरस्कारहरू दिनुभयो कि। जस्तो जिल्ला शिक्षा कार्यालयले पनि 250 जति पुरस्कार दिनुभएको थियो। हाम्रो त्यो काठमाडौँ आएर पढ्ने जिज्ञासा त त्यो सामानहरू किन्दामा कति धेरै भएको थियो क्या, अझै पनि बचेको थियो क्या त्यति बेलाको त्यो 250 रुपियाँले। हजुर चाहिँ 11-12 पढ्न काठमाडौँ आउनुभयो? 11-12 होइन, हामी चाहिँ त्यति बेला चाहिँ क्याम्पस नै भन्थ्यौँ, क्याम्पसै भन्थ्यौँ। त्यसपछि चाहिँ हजुरको काठमाडौँमा पढाइ सुरु भयो? हजुर, काठमाडौँमा पढाइ सुरु भयो, होस्टेलमा बस्यौँ। हजुर। अनि होस्टेलमा पनि त्यो एकदम नै रमाइलो भयो कि, किनभने हुन त म अब अलिकता आफ्नो बाबा आमाको परिस्थिति आर्थिक अवस्थाले गर्दाखेरि होस्टेलमा बस्ने खालको विषय चाहिँ रोज्नु परेको थियो होइन त्यति बेला। किन फ्यामिलीहरू त्यहाँ कोही नभएर कि हजुरलाई राख्ने कोही रिलेटिभ्स नभएको कारणले होस्टेलमा बस्नुभयो कि, अथवा होस्टेलमै तपाईँले स्कलरसिपमा नाम निकालेर त्यो अपर्च्युनिटी पाएर बस्नुभयो? कसरी होस्टेलमा? हजुर, त्यति बेला चाहिँ कस्तो थियो भने नर्सिङ पढ्नेहरूलाई चाहिँ होस्टेल पनि फ्री। नर्सिङ पढ्नुभयो नेपालमा पनि? हजुर हजुर। एसएलसी दिएपछि नै नर्सिङ पढ्नुभयो? हजुर, डाइरेक्टली। अनि त्यसपछि स्टाइपेन्ड पनि दिन्थ्यो क्या। हजुर। स्टाइपेन्डले चाहिँ डे टु डे खर्चहरू पुरा हुन्थ्यो होइन काठमाडौँमा। स्कलरसिपमा नाम निकाल्नु भयो हजुरले? हजुर, त्यो त 3 जनाको त्यो कम्पिटिसन नै थियो, एक्जाम नै थियो त्यति बेला पनि। कम्पिटिसनमा चाहिँ जे होस् धेरै 40-50 जना मध्येमा 3 जनामा चाहिँ फर्स्ट उसमा चाहिँ सिलेक्ट भएको। तपाईँले ब्याचलर अफ नर्सिङ नेपालमा गर्नुभयो? हजुर हजुर हजुर। अनि त्यसपछि? हजुर, ब्याचलर अफ नर्सिङ नेपालमा गरिसकेपछि, हुन त मैले सर्टिफिकेट गरेपछि नै काम सुरु गरेँ होइन। फर्स्ट टाइम मैले एकदम नै त्यति बेला टिचिङ हस्पिटल खुलेको थियो। अनि टिचिङ हस्पिटलमा चाहिँ धेरै नयाँ स्टाफहरू ल्याएको थियो। फर्स्ट टाइममा नै त्यति बेला चाहिँ यति धेरै स्यालेरी कि 8,000 त त्यति बेला नै दिन्थ्यो मन्थली। 8,000 त्यो बेलामा? त्यति बेलामा त्यस्तो त्यो टिचिङ हस्पिटल भनेपछि एकदम भन्छ नि सुरुमा इन्ट्रोड्युस गर्दाखेरि होला सायद धेरै स्यालेरी पाएको। त्यसपछि त वाउ गरेर है, सबैभन्दा पहिला त मैले, किनभने बाबाले मलाई हेल्प गर्नुभएको नि त, बाबा आमालाई चाहिँ ल मेरो यो पैसा चाहिँ बाबा आमालाई दिनुपर्छ भनेर फर्स्ट स्यालेरी बाबा आमालाई दिनुभयो? हजुर। अनि नर्सिङ नेपालमा सकेपछि के गर्नुभयो? नर्सिङ नेपालमा सकिसकेपछि होस्टेलका केही एकदम मेमोरेबल इन्ट्रेस्टिङ केही छ? छ नि, कति छ। एउटा पिकअप गर्नुपर्दा कुन चाहिँ छ? एउटा पिकअप गर्नुपर्दा त क्लासमा हामी बस्थ्यौँ। अनि हाम्रो चाहिँ एक्जिलरी नर्स मिडवाइफ दिदीहरू हुनुहुन्थ्यो, अलिक सिनियर हुनुहुन्थ्यो। अनि त्यसपछि उहाँहरूले साह्रै मलाई माया गर्ने कि, ए प्रभा आइज यता आइज न भन्नुहुन्थ्यो कि, आइज ल आज के क्लास भयो ल भन् भनेर भन्ने कि। अनि त्यसपछि त ग्रुप सबै रुममा बस्ने, एउटा कोठामा बस्ने। अनि त्यसपछि दिदीहरू सबै वरिपरि राखेर अनि म चाहिँ भन्दै जाने कि, सबै पुरा दोहोऱ्याउने कि। अनि दिदीहरू कस्तो ओ माई गड तेरो दिमाग त है भनेर एकदमै एप्रिसिएट गर्नुहुन्थ्यो कि। त्यो खालको मोमेन्ट चाहिँ म कहिले पनि बिर्सिन्न। हजुर। अनि प्लस मलाई अर्को मोमेन्ट चाहिँ के सम्झना छ भने, मैले त्यो पुरस्कार पाएको पैसाले चाहिँ एउटा जिन्सको प्यान्ट किनेको थिएँ कि। अनि घर बिदा भयो, घर जाने बेलामा कस्तो भयो भने त्यो जिन्सको प्यान्ट धोएर सुकाएको थिएँ होइन, होस्टेलबाट छैन, हरायो है। अनि म त रोएछु के, जिन्सको प्यान्ट हराएर रोएछु है। अनि दिदीहरूले चाहिँ ए पिर नगर होइन, हामी छौँ, हामी केही गरौँला भनेर भन्नुभयो।
पनि सबैतिर तपाईको सबैजना फर्स्ट जिन्स प्यान्ट थियो कि फर्स्ट जिन्स प्यान्ट नै हो मेरो लाइफको फर्स्ट लाइफकै जिन्स फर्स्ट प्यान्ट जिन्स हरायो हरायो त्यसपछि रुनुभयो रुनु भयो रोएँ म अनि त्यसपछि दिदीहरूले ए नरो नरो हामी छौँ हामी सहयोग गर्छौँ लाएर जाने नै थिएन नि त जिन्सको प्यान्ट एउटा थियो होइन अब त्यही लाएर जाउँला भनेर कत्रो सपना बोकेको थिएँ त्यसपछि त्यो नै हराएपछि त के भयो होइन अनि भेट्नुभयो कि भेट्नुभयो पछि त दिदीहरूले सबै खोज्नुभयो सबैतिर खोज्नुभयो होइन अन्तिममा चाहिँ त्यो छतको एकदम नै त्यो माथि कि कोही एकदम नै कम मान्छे मात्रै जाने त्यो छतको माथितिर चाहिँ रहेछ के त्यसरी भेटियो अनि लगाएर हजुर घर जानुभयो घर गए भेटिँदा फेरि कस्तो भयो ओ एकदमै माई खुसी गड खुसीको सीमै थिएन त्यसपछि चाहिँ हजुर अस्ट्रेलिया आउनुभयो कि के गर्नुभयो त्यो यस्तो छ मैले धेरै ब्याचलर सकेपछि हजुर ब्याचलर सकेपछि मैले सेभ द चिल्ड्रेन फन्ड बाल बचाउ कोषमा पनि काम गरेँ होइन नेपालमा हजुर अनि डिएफआइडीमा पनि काम गरेँ त्यसपछि मैले केयर इन्टरनेसनलमा पनि गरेँ अस्ट्रेलियामा आउनुभन्दा अगाडि चाहिँ डिएफआइडीले चाहिँ एउटा स्कलरसिप दियो कि हजुर कस्तो स्कलर दियो भने बाहिर ओभरसिजमा गएर चाहिँ पढ्न पाउने तर मैले चाहिँ इङ्ग्लिस चुज गरेँ किनभने अब गोर्खामा त हामी साधारण स्कुलमा गएको होइन इङ्ग्लिसको लेभल त्यस्तै थियो त्यस कारणले इङ्ग्लिस चुज गरेँ अनि त्यत्तिकै बेलामा नै यो अज एड भन्ने अस्ट्रेलियन गभर्मेन्टको चाहिँ स्कलरसिप खुलेको थियो क्या त्यसमा चाहिँ इङ्ग्लिस ल्याङ्ग्वेजहरू दिनुपर्ने इङ्ग्लिस ल्याङ्ग्वेज दिएँ अनि त्यसपछि अप्लाई गरिसकेपछि त्यसमा पनि सेलेक्सन भएँ अस्ट्रेलिया पढ्नको लागि स्कलरसिप अज एड स्कलरसिप चाहिँ सेलेक्सन भए अनि त्यसपछि तपाईँ अस्ट्रेलिया पढ्न आउनुभयो हजुर हजुर त्यतिखेर म्यारिड हुनुहुन्थ्यो कि अनम्यारिड म्यारिड नै थिएँ भनेपछि तपाईँ ब्याचलर सकेपछि बिहे गर्नुभयो ब्याचलर सकेपछि बिहे गरेँ ब्याचलर मात्र होइन इभन मैले मास्टर इन सोसियल साइन्स गर्दाखेरि पछि बिहा गरेको मैले आफ्नो करियर चाहिँ फुल बनाएर बिहा गरेको हजुर नेपालमा ब्याचलर इन मास्टर इन सोसियल साइन्स पढेर अस्ट्रेलिया आउनुभयो ब्याचलर इन नर्सिङ गर्नलाई कि मास्टर इन नर्सिङ नेपालमा अस्ट्रेलिया चाहिँ मैले मास्टर इन पब्लिक हेल्थ गरेँ हजुर किनभने पहिला मलाई यो एक्युट हस्पिटलमा नर्सिङ गर्नको लागि विशेष गरिकन नाइट गर्नुपर्ने होइन नाइटमा चाहिँ जहिले पनि समस्या हुने त्यो कारणले गर्दाखेरि म अब अलिकता फिल्डलाई चेन्ज गर्छु भनेर अनि पब्लिक हेल्थमा म लागेको मास्टर गर्नुभयो हजुर हजुर त्यतिखेर चाहिँ के थियो अस्ट्रेलिया स्कलरसिपमा आएर पढेपछि फर्केर जानुपर्ने अथवा यहीँ बस्नुपर्ने कस्तो सिस्टम थियो कस्तो राम्रो प्रश्न सोध्नु भएको अन्जु मलाई सम्झाउनु भयो त्यति बेला कस्तो थियो भने अब म त यहाँ पढेँ होइन पढ्दै मास्टर गर्दा मैले नर्सिङको रेजिस्ट्रेसन गरेँ होइन अनि नर्सिङको रेजिस्ट्रेसन गरेपछि कति अर्गनाइजेसनहरूले कति संस्थाहरूले चाहिँ मलाई स्पोन्सर गर्न खोज्यो कि तर त्यो अज एडको चाहिँ क्राइटेरिया के थियो भनेदेखि हामी चाहिँ आफ्नो कन्ट्रीमा गएर 2 वर्ष चाहिँ सर्भिस गर्नै पर्ने भन्ने चाहिँ क्राइटेरिया थियो कि त्यो क्राइटेरियाले गर्दाखेरि यहाँ बस्न पाएन होइन तर अनि हामी जानै पर्ने भयो होइन जाँदाखेरि चाहिँ बच्चाहरू त रोयो मान्दै मानेन नेपालमा बच्चा छोडेर पढ्न आउनु भएको थियो हजुर होइन म एक्लै सुरुमा आएँ त्यसपछि सबै परिवारहरू आएको थियो बच्चाहरू यहीँ थियो तर यहाँ मैले एमपिएस गरिसकेपछि फर्किँदाखेरि बच्चाहरू चाहिँ नेपाल जान मानेन त्यो कारणले गर्दाखेरि हामीलाई चाहिँ एकदमै समस्या भयो होइन अब के गर्ने भनेर यो कति सालतिरको कुरा हो यो 1999 को कुरा हो हजुर अनि फर्किनु भयो नेपाल हजुर नेपाल फर्क्यो अनि कसरी फेरि अस्ट्रेलिया आउनुभयो ए कति राम्रो थ्याङ्क यू ल अब नेपालमा के गर्यो भने हामीले 2 वर्ष जति चाहिँ अब बिताउनु पर्ने थियो होइन कन्सल्टेन्सी जबहरू गरेँ इभ्यालुएसनहरू गरेँ डिएफआइडीको मात्रै नभएर अरू युएसएडको प्रोजेक्टहरूमा इभ्यालुएसनहरू गऱ्यो अनि लकिली युकेमा चाहिँ मेरो काकाको फ्यामिली हुनुहुन्थ्यो विशेष गरिकन उहाँको नाम चाहिँ अशोक श्रेष्ठ उहाँले चाहिँ उहाँको साथी हुनुहुँदो रहेछ त्यसपछि अप्रोच गरेर त्यो अस्ट्रेलियामा के छ भने एनएचएस भन्ने छ क्या एनएचएस सिस्टममा चाहिँ साह्रै राम्रो मान्छन् त्यो चाहिँ अस्ट्रेलिया के अरे युके गभर्मेन्टको संस्था हो अनि त्यहाँ चाहिँ म इन्टरभ्यूको लागि आएँ अनि इन्टरभ्यूमा चाहिँ सक्सेस भयो उनीहरूले स्पोन्सरसिप गर्यो अनि त्यही नै काम गर्न सुरु गरेँ युकेमा अनि युकेबाट फेरि अस्ट्रेलिया हजुर अनि युकेबाट चाहिँ अस्ट्रेलियामा चाहिँ 2012 सालमा हामी मुभ भयौँ युके किन छोड्नु भयो युके राम्रो थिएन र
राम्रो थियो तर मेरो श्रीमानको चाहिँ एकदम नै अस्ट्रेलिया ब्याक हुने चाहना अनि त्यसपछि अलिकता म धेरै एकदम नै म त्यहाँ बिरामी भएँ मेरो श्रीमानलाई चाहिँ एकदम नै गाह्रो भयो त्यहाँ एडजस्टमेन्ट गर्नको लागि वेदर पनि त्यत्तिकै बढी चिसो होइन म एकदम नै यस्तो सिकिस त घायल थिएँ त्यो कथा त सायद एउटा किताब नै बन्छ होला यदि कोही लेखक हो भने तर हामीले त्यो लेख्ने हुन्छ नि त्यो खालको ऊ चाहिँ भएन यति सिकिस्त बिरामी भयो कि पत्ता लगाउनै सकेन कि कस्तो सिकिस्त बिरामी भने सबै जोर्नीहरू जिउहरू दुख्ने त्यसपछि एकदम नै शरीर सेक हुने त्यसपछि अनि केही थाहा नपाउने अनि त्यसपछि टेम्परेचर चेक गर्यो टेम्परेचर त अब हाम्रो अहिले 37 भन्दा माथि भयो भने अलिकता हल्का हुन्छ नि ज्वरो आएको भन्छ होइन मेरो त 45 46 47 त्यस्तोसम्म पुग्ने त्यति धेरै टेम्परेचर त्यो के कारणले त्यस्तो भएको रहेछ पत्ता लाग्यो कि लागेन कति समय भयो त्यस्तो बिरामी कति समयसम्म हुनुभयो धेरै समय भयो एकदम नै सिकिस्त त त्यो जुन डाक्टरहरूले चाहिँ सस्पेक्टेड डायग्नोसिस भन्छ कि त्यो चाहिँ अटो इम्युन डिजिज हो हुन सक्छ किनभने केही पनि पत्ता लागेन नि त न ब्लडमा पत्ता लाग्यो होइन कुनै पनि जाँच पडताल गर्दाखेरि केही पनि पत्ता नलगाएपछि चाहिँ आफू सिकिस्तै होइन हस्पिटल जाने आउने यो मोर देन इयर नै रह्यो कि त्यो सिकिस्तको चाहिँ सायद 3 महिना जति भयो होइन तर त्यति बेलामा चाहिँ अब सबै आफूलाई पनि र सबै आफ्नो परिवारहरूले पनि ल अब यो चाहिँ जानी भयो भनेरै कति साथीहरू पनि भेट्न आउँथ्यो होइन अनि नेपालबाट अथवा अलि अन्तबाट फोन गर्दाखेरि पनि रुने कराउने त्यस्तोहरू गर्ने होइन अनि आफूलाई पनि अन्तिम स्टेजमा एकदम नै पुगेर फर्किनु भयो एकदम नै आफूलाई त अब मेरो मृत्युको ढोकामा म छु भन्ने त्यस्तो खालको चाहिँ भएको थियो त्यति बेलाको मोमेन्ट चाहिँ मलाई एउटा के याद छ भने नि म एकदम नै लम्पसार परेर लिभिङ रुममा थिएँ अनि कहाँबाट आँखा खोलेछु मलाई त्यो थाहा छैन तर मेरो श्रीमानले चाहिँ खुवाउन लागिरहेको के चम्चाले खुवाउन लागिरहेको टाउको अलिकता उठाएर अनि छोरो खुट्टातिर छोरी बायाँतिर होइन अनि मैले चाहिँ ओ माई गड मैले कस्तो दुःख देखेँ कि भनेर यस्तो आफूलाई चाहिँ के हुन्छ नि एकदम नै गिल्टी फिलिङ भयो अब यस्तो साह्रै दुःख दिएर बस्नुभन्दा त होइन बरु अब केही सर्ट आउट भएकै राम्रो भन्ने हिसाबले आफूले पनि एकदम नै गलिसकेको थिएँ त्यति बेलासम्म कस्तो लाग्छ अहिले आफूलाई र त्यतिखेरको मोमेन्ट सम्झिँदा फेरि रिलाइफ पाए जस्तो लाग्छ सबैभन्दा पहिला त मेरो श्रीमान रामकुमार श्रेष्ठ उहाँलाई चाहिँ म धेरै धेरै आभार व्यक्त गर्दछु किनभने जीवनमा चाहिँ मलाई त्यति बेला त्यस्तो तुफान आएको थियो होइन त्यस्तो पीडा भएको थियो होइन त्यस्तो दर्दनायक स्थितिमा चाहिँ अब उहाँले केयर गरेर यहाँसम्म ल्याउनु भएको जस्तो चाहिँ मैले अनुभव फिल गरेको छु र त्यसैले म के पनि भन्न चाहन्छु भने जीवनमा कहिले पनि म एक्लै मात्रै दौडिन्छु एक्लै मात्रै हिँड्छु भन्नको लागि चाहिँ अलिकता अप्ठ्यारै हुन्छ किनभने हाम्रो जीवन भनेको चाहिँ हाम्रो परिवारसँग होइन हाम्रो दाजुभाइ दिदीबहिनीहरूसँग हाम्रो समुदायसँग चाहिँ कनेक्टेड भएको हुन्छ कि जसरी थ्रेड चाहिँ हुन्छ नि एउटा धागो चाहिँ फ्याब्रिकमा अथवा कपडामा सिलाइएको हुन्छ नि त्यस्तै खालको एकदम नै स्ट्रङ होइन एकदम नै बलियो सम्बन्ध हुन्छ त्यो कारणले गर्दाखेरि फेरि त्यस्तो सहयोग भनेको सधैँ पनि गर्नुपर्ने भन्ने जरुरी छैन एकैपल्टको सहयोगमा पनि जिन्दगीको बिरामी भएर जब आफू उठ्न सकिँदैन र आफ्नो पार्टनर कस्तो छ भनेर त चिन्ने अवसर पनि भनिन्छ नि दिदी एकदम नै त्यो रियल हो त्यो चिन्ने अवसर हो पार्टनर एकदम नै हो किनभने त्यो स्टेजमा चाहिँ असल पार्टनर हुन्थेन भने एकदम नै गाह्रो हुन्थ्यो नि तपाईँ अहिले जहाँ हुनुहुन्छ यहाँ हुनलाई हजुर सम्भवै थिएन 2टा बच्चाको स्याहार होइन काम अब हामीलाई थाहा छ नि त हामी आफ्नो जन्मभूमि छोडिसकेपछि हामी नयाँ कल्चरमा नयाँ सिस्टममा होइन
नयाँ वातावरणमा एडजस्ट हुनको लागि कति धेरै मेहनत गर्नुपर्छ हामी सबैले भोगेको कुरा हो होइन। त्यसमाथि पनि त्यति घायल, त्यति शिथिल, त्यति हुन्छ नि एकदम नै भनिहालेँ नि मैले त्यो बच्चा कति वर्षको हुनुहुन्थ्यो त्यति बेला? त्यति बेला बच्चा सानो छोरीलाई हामीले अस्ट्रेलिया ल्याउँदाखेरि चाहिँ करिब 2 वर्ष जति थियो अनि छोरा र छोरीको चाहिँ 6 वर्षको फरक छ भनेपछि त्यस्तै छोरी भर्खरै गएको थियो, त्यही 7 वर्षदेखि 7 वर्ष एभरेजमा त्यस्तै हो थियो होला। हजुर त्यो बिरामी भएपछि नै हो योगाको यात्रामा जोडिनु भएको? हजुर अहिले योगा धेरैजनालाई सिकाउनु भएको छ, धेरैजना इम्प्रेस पनि हुनुभएको छ हजुरले सिकाउनु भएको योगाबाट। त्यसपछि त्यो बिरामी हुनुभन्दा पहिला योगा गर्नुहुन्थेन? योगासँग जोडिनु भएको त्यसपछि हो? त्यसपछि हो। कसरी जोडिनु भयो? कसरी थाहा पाउनु भयो योगा लाइफमा यति धेरै इम्पोर्टेन्ट रहेछ, म योगामा जोइन हुन्छु भनेर कसले दियो प्रेरणा? सो के भयो भने अब त्यस्तो शिथिल घायल थिएँ म होइन। अब त्यो एकपल्ट चाहिँ के भएछ भने त्यो सोफामा बस्दा बस्दै टिभी चाहिँ हेरिरहेको थिएँ कि अनि टिभीमा हेर्दाखेरि सट्ट एउटा के सुनिहालेँ, मेरो कानले सुन्यो भने योगाले मेरो क्यान्सरै निको भयो भनेको सुने कि। अनि त्यसपछि त्यो के रहेछ भनेर हेर्दा पाउँदै पाएन। अनि पछि पनि त्यो टिभी हेरेँ होइन, के हो भनेर धेरै पछि चाहिँ थाहा पाएँ कि त्यति बेला चाहिँ कुरा के रहेछ भने बाबा रामदेवको चाहिँ योगा गर्नुभएको रहेछ अनि उहाँहरूले चाहिँ लगातार गर्नुहुँदो रहेछ। अनि त्यसपछिको चाहिँ प्रतिक्रियाहरू चाहिँ भन्नुभएको रहेछ, पछि आस्था च्यानल भनेर थाहा पाएँ। त्यसपछिदेखि त्यो योगाको लागि संसारमा जहाँ हुन्छ म त्यहीँ गएँ। जस्तो त्यहाँ पनि ओशोको ध्यानहरू भयो, त्यहाँ गएँ। बाबा रामदेवको एक्सर्साइज कार्यक्रम थियो, त्यहाँ पनि गएँ होइन। त्यति बेला सायद नेपालमा चाहिँ त्यस्तो अहिलेको जस्तो आध्यात्मिक संस्थाहरू चाहिँ थिएन, किनभने त्यो समयमा धेरै जसो हुन्छ नि आफूलाई चाहिँ आध्यात्मिक गराउनको लागि चाहिँ विदेश जानु पर्थ्यो होइन। तर अहिले त धेरै हामी त यस्तो भाग्यमानी छौँ, कति आध्यात्मिक संस्थाहरू, कति राम्रो गुरुहरू हुनुहुन्छ होइन। अनि त्यसपछि मैले त्यो सुरु गर्न थालेँ। त्यो सुरु गर्दै पनि मलाई त्यस्तो हुन्छ नि एकदम नै दुख्न छोडेको, पीडा हुन छोडेको, मनले हरेस खाने चाहिँ त्यस्तो गएको थिएन। तर मैले चाहिँ त्यसलाई त्यो जर्नीलाई, त्यो यात्रालाई चाहिँ एकदमै कन्टिन्यू गरेँ। म जहाँ नेपालमा आफ्नो जन्मभूमिमा फर्केर जान्छु नि, कहाँ के छ भनेर मैले जहिले पनि जसलाई पनि सोध्ने होइन। अनि कुनै न कुनै दिन मेरो आफ्नो परिवारलाई, मेरो आफ्नो साथीभाइलाई, मेरो आफ्नो स्कुलको साथीहरूलाई, कलेजको साथीहरूलाई भेट्ने टाइम कम गरेर म चाहिँ त्यो स्पिरिचुअल आध्यात्मिक संस्थाहरूमा चाहिँ भिजिट गर्ने गर्थेँ। हजुर, त्यहाँ क्लास लिने, त्यहाँको बुझ्ने गर्नुभयो? एकदम नै। हजुर अहिले जीवन विज्ञानको प्रशिक्षक पनि हुनुहुन्छ? हजुर। कसरी जोडिनु भयो जीवन विज्ञानसँग र कसरी हजुर आफूले गर्दै अरूलाई पनि सिकाउनु पर्छ भन्ने प्रेरणा कहाँबाट आयो? हजुर प्रेरणा त सबैभन्दा पहिला त आफ्नो घायल अवस्था नै हो। मलाई चाहिँ के लाग्यो भने म जस्तै सफरर, म जस्तै शिथिल, म जस्तै घायल चाहिँ कोही पनि दिदीबहिनीहरू, दाजुभाइहरू चाहिँ हुन नपरोस् भनेर म चाहिँ एकदम नै प्रे गरिरहन्थेँ कि। त्यो एउटा कुरा भयो। अनि दोस्रो कुरा चाहिँ जहाँ जता जुनसुकै कार्यक्रममा जतातिर जाँदाखेरि पनि यस्तो खालको परिस्थिति कि अब अहिले भएको सर्भिसेसलाई, सेवाहरूलाई युज गर्दाखेरि पनि उहाँहरूलाई सन्तोष छैन होइन। गुनासो भने एकदम नै धेरै छ होइन। तर कस्तो भने एकदम नै कस्तो अनसेटल खालको, विशेष गरिकन दिदीबहिनीहरूसँग जोसँग बढी कन्ट्याक्ट भयो नि, एकदम नै अनसेटल माइन्ड कि यसो गर्दा पनि छैन, उसो गर्दा पनि छैन, वार्कान छैन, पार्कान छैन, त्यो पेन्डुलम जस्तो, तर कस्तो एकदम नै विचलित खालको कि त्यस्तो खालको परिस्थिति हुन्थ्यो। र मैले बहिनीहरूलाई भन्ने पनि गर्थेँ, हे भगवान् मैले कहिले चाहिँ
मैले कहिले चाहिँ यो दिदीबहिनीहरूको यो दाजुभाइहरूको दलदलबाट चाहिँ छुटकारा पाउन सक्छु, म कारक बन्न सक्छु होइन, म आफूलाई चाहिँ कहिले चाहिँ यस्तो समस्याबाट सहयोग गरेर चाहिँ उतार्न सक्छु भनेर सधैँ चाहिँ मलाई चाहिँ त्यस्तो चाहिँ हुन्थ्यो, एकदम नै हुन्थ्यो। मैले मनोक्रान्तिमा नि गएँ, धेरै कुराहरू सिकेँ, वैज्ञानिक योगा सिकेँ त्यहाँ। त्यसपछि जीवन विज्ञानमा चाहिँ के भयो भने अब त्यो खोज्दै जाने क्रममा चाहिँ मैले चक्र विज्ञान गरेँ। अनि चक्र विज्ञान गरिसकेपछि त्यो 7 दिनको हुन्छ। त्यो गरिसकेपछि चाहिँ एउटा प्याकेज दिन्छ कि घरमा गर्ने प्याकेज दिन्छ। त्यो चक्र विज्ञान 7 दिनको गरिसकेपछि त कस्तो, त्यो 7 दिनको सकेपछि घरमा आउँदा त कहाँ खुसी के, अर्कै खालको खुसी के, माई गड खुसी कहाँबाट आयो जस्तो फिलिङ के, रिजन बिना पनि खुसी हुनु। एकदम नै कि, तर त्यो चाहिँ लास्टिङ त भएन धेरै होइन, त्यस्तो भयो। अनि त्यसपछि त्यतिकैमा जीवन विज्ञानको चाहिँ धेरै सिरिज अफ द वर्कसपहरू थियो होइन। मैले 1 महिना जति भौतिक रूपमा नै उपस्थित भएर त्यहाँको ट्रेनिङ लिने अवसर पाएँ। र त्यसैमा चाहिँ जीवन विज्ञानको सबैभन्दा राम्रो पाटो चाहिँ के थियो भने प्रशिक्षक तालिम भनेर, तर क्राइटेरिया थियो कम्तीमा पनि 3-4वटा हुन्छ नि, चक्र विज्ञान, ऐश्वर्य विज्ञान, लय विज्ञान गर्नुपर्ने खालको क्राइटेरियाहरू थियो, त्यो मैले गरिसकेको थिएँ। अनि त्यसैमा त्यो प्रशिक्षक तालिम लिएँ। अनि त्यो प्रशिक्षक तालिम लिइसकेपछि पनि व्यवहारमा उतार्नको लागि त गाह्रो हुन्छ नि त, सिकेर मात्रै डेलिभर गर्न गाह्रो हुन्छ नि। 101 दिनको चाहिँ अनलाइन कोर्सेस थियो कि। अनि त्यो 101 दिनको अनलाइन कोर्सेस सकिसकेपछि चाहिँ अनि चाहिँ हामी चाहिँ हुन्छ नि क्वालिफाइड भएर। यो नेपालमा थियो कि अस्ट्रेलियामा? भौतिक रूपमा चाहिँ नेपालमै थियो, अस्ट्रेलियामा चाहिँ अहिलेसम्म आएको छैन। अब डिसेम्बरमा आउने भनेर प्लान योजना छ। आउने डिसेम्बरमा? हजुर। तर भौतिक रूपमा चाहिँ नेपालमै गएको हो, तर अनलाइन चाहिँ जहाँ बसेर गरे पनि भएन। मैले अस्ट्रेलियामा बसेर गरेको अनलाइन चाहिँ। हजुरले अहिले कुनै पनि मेडिकेसनहरू लिनुहुन्न? योगा गर्नुहुन्छ, रेगुलर योगा सिकाउनुहुन्छ? हजुर। विभिन्न ठाउँमा गएर पनि योगा सिकाउनुहुन्छ, फेस टु फेस प्लस अनलाइन पनि हजुरले सेसनहरू चलाउनु भएको छ। के यो साँच्चीकै रेगुलर योगा गर्ने मान्छेले औषधि खानु नपर्ने हो? योगाले त्यस्तो रोल, औषधिकै रोल प्ले गर्छ र? एकदम राम्रो जेन्युन प्रश्न उठाउनु भयो अन्जु, थ्याङ्क यू सो मच त्यसको लागि। यस्तो हो, अब योगा मात्रै पनि म भन्दिनँ होइन, किनभने हाम्रो जीवन, मैले के कुरा अध्यात्मको यात्रामा प्रवेश गरिसकेपछि मैले के कुरा चाहिँ महसुस गरेको छु, मेरो अनुभवले के भन्छ भने सम्पूर्ण समस्याको कारण नै सोच हो, विचार हो, मन हो। यदि कारण त्यो हो भने समाधान पनि त्यही हो के होइन। त्यस कारणले गर्दाखेरि आफूले आफूलाई माइन्डसेट एउटा कुरा भयो। अनि अर्को कुरा चाहिँ हाम्रो जीवनशैलीकै कारणले गर्दाखेरि, जस्तो जन्मेदेखि आजसम्म हामीले हाम्रो परिवारसँग, हामीले बाबाआमासँग, स्कुलिङमा, कलेजमा हामीले जे सिक्यौँ त्यही कुरा चाहिँ हाम्रो यो अवचेतन मनमा गएर चाहिँ बसिराखेको हुन्छ। त्यसैको आधारमा चाहिँ हामीलाई कसैलाई भन्छ त्यो त कस्तो राक्षस जस्तो होला भन्छ नि होइन, सरी है। अनि कसैलाई चाहिँ ओहो यो त कस्तो भगवान जस्तो रहेछ होइन, कति अरूलाई सहयोग गर्ने हुन्छ नि, कस्तो असल मान्छे भनेको हुन्छ नि। त्यो खालको आइडेन्टिटी, त्यो खालको हुन्छ नि जीवनमा चाहिँ, जीवनले चाहिँ एउटा मोड लिएको हुन्छ कि त्यो मोडमा चाहिँ, जस्तो हामीले अब जस्तो आँखाले जे कुरा देख्यौँ होइन, कानले जे कुरा सुन्यौँ, जिब्रोले, नाकले र हामीले जे कुरा स्पर्शहरू गऱ्यौँ, त्योबाट हामीमा चाहिँ धेरै हाम्रो बोली कस्तो हुने होइन, हाम्रो संस्कार कस्तो हुने, हाम्रो बानी बेहोरा के हुने भनेर प्रस्तुति हुन्छ नि होइन। त्यसैको आधारमा पनि जीवन शैली भनौँ न, जीवनशैलीलाई चाहिँ परिवर्तन गर्नुपर्ने गरेँ मैले, मेरो अनुभवले गर्यो। र अनि योगा चाहिँ एकदम नै महत्त्वपूर्ण, किनभने यो जीवनशैली जस्तो अहिले हाम्रो जस्तो छ नि, जस्तो कसैलाई हामीलाई रोग छ, कसैलाई भोग छ, कसैलाई रिस छ, कसैलाई राग छ होइन,
यो कुराहरूबाट छुटकारा पाउन चाहिँ योगाले धेरै धेरै सहयोग मलाई गर्यो। त्यसैले मलाई सहयोग गरेको कारणले गर्दाखेरि अरू भन्छ नि दिदीबहिनी दाजुभाइहरूलाई पनि सहयोग हुन्छ भनेर म त्यतातिर लाग्छु। फेरि अहिले हामी एकदमै स्ट्रेसफुल टाइममा पनि छौँ, काम घर सबै कुरा, यो इन्भाइरोमेन्ट होइन, स्पेसली यो इन्टरनेसनल कन्ट्री, हामीलाई साँच्चैकै स्ट्रेसफुल छ। यसमा कतिजनाले भन्नुहुन्छ किन मैले गर्ने, आम स्टिल यङ होइन, अलिकति एज भएको मान्छेले गर्ने हो योगा भन्ने खालको पनि सुन्छु मैले। उहाँहरूलाई चाहिँ कस्तो खालको एडभाइस दिन चाहनुहुन्छ? के यङ एजदेखि नै जरुरी छ योगा गर्नलाई? एकदम नै जरुरी छ। किनभने अन्जु योगा भनेको शारीरिक व्यायाम मात्रै होइन कि होइन। योगा भनेको हुन त पतञ्जलि योग सूत्रमा अष्टाङ्ग योगाको चाहिँ यस्तो सुन्दर तरिकाले वैज्ञानिक तरिकाले व्याख्या गर्नुभएको छ। म त्यतातिर जाँदिनँ त्यो थ्योरीतिर, किनभने म हुन्छ नि यस्तो दिग्गज मान्छेहरूको अगाडि सायद सूर्यको अगाडि बत्ती जस्तो हुनसक्छ होइन। तर योगामा चाहिँ विशेष गरिकन शारीरिक व्यायाम पनि हुन्छ, त्यसपछि श्वास प्रश्वासको व्यायाम पनि हुन्छ र साथसाथै माइन्डफुलनेस प्र्याक्टिसेस अथवा ध्यानको प्र्याक्टिसेस पनि हुन्छ। र यङ अवस्थामा गर्ने होइन, एकदम नै जुन हजुरले राम्रो कुरा निकाल्नु भएको छ नि, मैले पनि सुनेको छु। त्यति मात्रै कहाँ हो र, अझै परिवारले त योग मात्रै गरेर खान पाउँछ र होइन, यो पनि सुनिन्छ। योग मात्रै गरेर हामीसँग समय छैन खान पाइन्छ र भन्ने खालको पनि हुन्छ। तर कस्तो भने योग गर्नको लागि पुरा समय दिनुपर्छ भन्ने छैन कि। योग गर्नको लागि जङ्गलमै गएर आँखा चिम्लेर बस्नुपर्छ भन्ने छैन। हामी आफ्नै परिवारसँग बसेर रमाउँदै खुसी हुँदै कम्तीमा पनि आधा घन्टादेखि 1 घन्टासम्म दिने होइन। जब हामीले आफूले आफूलाई समय दिन्छौँ नि, तब हाम्रो सम्मानलाई अथवा सेल्फ रेस्पेक्ट हुन्छ कि। जब हामी सेल्फ रेस्पेक्ट गर्छौँ नि, तब हामीले हाम्रो प्राकृतिक रूपको जुन हाम्रो प्राकृतिक रूपको गुणहरू छ नि, त्यसलाई चिन्नको लागि चाहिँ हामीलाई सजिलो हुन्छ कि। जस्तो हामीलाई कसरी शान्त हुने, जस्तो सुकै परिस्थितिमा पनि कसरी हामी सामना गर्न सक्ने होइन। अब कहिले कहिले सानै परिस्थितिलाई पनि हामी कस्तो होइन रिसहरू रागहरू राखेर एकदमै झडङ्ग बर्किने त्यस्तो हुन्छ नि। इगोहरू त्यत्तिकै छ होइन, कम्प्यारिजनहरू त्यत्तिकै छ। त्यो कारणले गर्दाखेरि द बेस्ट त बच्चैदेखि नै योगा सुरु गरेको एकदम नै राम्रो। हामीले अस्ट्रेलियाको मेलबोर्नमा कहाँ योगा हुन्छ भनेर डिटेल पनि भिडियोको तल राखिदिने नै छौँ। यसको बारेमा चाहिँ हजुरले चाहिँ विभिन्न अर्गनाइजेसनसँग मिलेर पनि योगा सिकाइराख्नु भएको छ। यसको डिटेल पनि हामीले जानकारी दिनेछौँ। सबै कुन दिन कति बजे हुन्छ, यसमा चाहिँ को जोइन हुन मिल्छ, बच्चा अथवा ओल्ड मान्छे, त्यसको जानकारी चाहिँ दिनुपर्छ होला डेफिनेटली। हजुर। अहिले रिसेन्टली चाहिँ कहाँ भइरहेछ? अहिले चाहिँ 2टा तरिकाको छ। एउटा चाहिँ अनलाइन होइन। अनलाइन चाहिँ सबभन्दा पहिला चाहिँ जीवन विज्ञानको टिमसँग, जीवन विज्ञान अस्ट्रेलिया प्राइभेट लिमिटेडको टिमसँग हामीले दिनहुँ बिहान 5 बजे अनलाइन सेसन। अस्ट्रेलियाको टाइम 5 बजे र नेपालको अस्ट्रेलियाको टाइम 5 बजे, अस्ट्रेलियाको टाइम 5 बजे गर्छौँ। र त्यसरी नै 5 बजेदेखि कति बजेसम्म? 1.5 घन्टाको, 5 बजेदेखि 1.5 घन्टाको 6:30सम्म। हजुर। अनि त्यसपछि चाहिँ DWNA दिदीबहिनी वुमेन नेटवर्क अस्ट्रेलिया वेलबिङ जर्नी भनेर एउटा टिम छ। त्यहाँको मार्फत चाहिँ हामीले हरेक सोमबार बेलुकाको 8 बजे गर्छौँ। त्यो चाहिँ 1 घन्टाको हुन्छ। यो चाहिँ अनलाइन कि फेस टु फेस? यो चाहिँ अनलाइन। घरमै बसेर पनि जुमबाट हजुर यो सेसन लिन सकिन्छ, ग्रुपमा सबैजना सँगै सबैसँगै जान। अनि त्यसपछि चाहिँ भौतिक रूपमा चाहिँ 2 ठाउँमा, एउटा चाहिँ अस्ट्रेलियन नेपाली मल्टिकल्चर सेन्टर, तपाईँ हाम्रो मन्दिरमा 5 बजेबाट हरेक शनिबार 5 बजेबाट सुरु हुन्छ। एभ्री विक हुन्छ। त्यसपछि DWNA मेल्टन सँग मिलेर चाहिँ हामीले प्रत्येक शुक्रबार 6 बजेबाट
भौतिक रूपमा टिम्बर टप चिल्ड्रेन एन्ड कम्युनिटी सेन्टरमा हुन्छ। हजुर एज अ नर्स फुल टाइम काम पनि गर्नुहुन्छ, यति धेरै भोलिन्टियर वर्क कसरी म्यानेज गर्नुभएको छ? कहिले कता न ओहो इट्स टु मच भन्ने फिल हुँदैन हजुरलाई? हुँदैन, किनभने जब जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ नि, त्यो एउटा कुरा हो। र मेरो परिवार पनि एकदम नै सहयोगी छ, किनभने हामी संयुक्त परिवार 3टा पुस्तासँगै बस्छौँ अहिले हामी। मेरो छोरा हामी 2 होइन। म दिदी यसरी म योगा गर्न जानुपर्छ भन्यो भने कसैले पनि रोक्दैन कि। मेरो उल्टै सपोर्ट गर्नुहुन्छ होला एकदम नै फ्यामिली सपोर्ट एकदम नै राम्रो छ। अनि प्लस मलाई पनि के हुन्छ भने यसो तपाईँहरू जस्तो त्यो दिदीबहिनीहरूसँग दाजुभाइहरूसँग सँगै बसेर गर्दाखेरि यति कस्तो ऊर्जा आउँछ कि यत्तिकै पनि मेरो प्रिसियस टाइम हो भनेर मी एकदम टाइम नै हजुर हजुर आफूले, किनभने अरूलाई सहयोग गर्दाखेरि आफ्नो पनि त हो नि त, आफ्नो लागि साधना अर्को लागि सहयोग हुन्छ नि, हो त्यस्तै खालको हिसाबले चाहिँ गरिरहेको छु। हजुरले 3टा पुस्ता सँगै बस्छौँ हामी भन्नुभयो। अस्ट्रेलियामा त स्पेसल्ली अझ बिफोर म्यारिड नै पहिला कतै बसेर लिभिङ टुगेदरमा बसेर अनि बिहे गर्ने चलन छ। हजुरको त बिहे गरेर बच्चा भइसकेर नाति हुँदा पनि हजुरको छोरा बुहारी हजुरसँगै बस्नुहुन्छ, हजुरलाई नै माया गर्नुहुन्छ। यो कसरी पोसिबल छ? स्पेसल्ली अस्ट्रेलियामा त यो कल्चर नै छैन खासै, एकदमै मिनिमम देखिन्छ। हो एकदम नै ठिक भन्नुभयो हजुर, किनभने हामी चाहिँ त्यस्तो भाग्यमानी प्यारेन्ट्स भयो कि भाग्यमानी अभिभावक भयो। किनभने हामी यति खुसी छौँ कि अब जस्तो आजकल कतिपय छोराछोरीहरूले बाबा आमाहरूलाई होइन कति राम्रो गरेन भनेर कति रोएर पनि हिँड्नु भएको छ होइन। तर हाम्रो केसमा चाहिँ कस्तो भने छोरा बुहारीले पुरै घरलाई ध्यान दिएको छ क्या, उनीहरूले नै गर्छ सबै हुन्छ नि। कहिले कतै न बुहारीको र हजुरको डिस्कस हुने, मनमुटाव हुने, मन नपर्ने एकअर्कालाई, देख्न मन नलाग्ने त्यस्तो हुन्छ नि कति फ्यामिलीहरूमा, त्यस्तो हुँदैन हजुरहरूको? त्यस्तो नराम्रोसँग त भएको छैन। अब कहिले कहिले उतार चढावहरू त भइ नै हाल्छ होइन। तर हामी बिचमा चाहिँ के छ भने हामी भन्छौँ अनि त्यसपछि सबैले सकिदिन्छ कि, त्यो एउटा चाहिँ एकदम नै ब्युटिफुल नेचर छ हाम्रो परिवारको। हामी भाङभुङ चाहिँ हुन्छ होइन, अनि त्यसपछि केही समयपछि चाहिँ सकिदिन्छौँ, मायाले सबै कुरालाई जितेको छ। एकदम नै त्यति मात्र कहाँ हो र, हाम्रो छोरी ज्वाइँ पनि सँगै एउटै फ्यामिलीमा छ होइन, तर नजिकै बस्न आएको छ। अब म त हाम्रो त अर्को पनि नाति नातिना हुँदैछ छोरीबाट। हजुर छोरीबाट। भनेपछि हजुरहरू नजिक बस्नुहुन्छ? एकदम छोराछोरीबाट धेरै खुसी हुनुहुन्छ? धेरै खुसी, एकदम नै धेरै खुसी। अनि मान्छेहरूले पनि भन्ने गर्छन् तपाईँहरूको छोराछोरी जस्तो हुनु पाए पो भन्छन् कहिले। हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौँ। एउटा ऱ्यापिड राउन्ड छ, त्यो राउन्डमा जानुभन्दा अगाडि केही योगाको बारेमा केही मैले छुटाएँ भने केही भन्न चाहनुहुन्छ? योगा चाहिँ अब त्यस्तो योगा भन्ने साथ नै त्यति साह्रो भयङ्कर होइन, अजिङ्गर जस्तो ठान्नु पर्दैन। घरमै आफूले पनि गर्न सकिन्छ। तर आफूले गर्दाखेरि चाहिँ कहिले त्यो प्रोकास्टिनेसन भन्छ नि, अल्छी मान्ने कि एकछिन सुतौँ न, एकछिन यसो गफ गरौँ न भनेर त्यसलाई चाहिँ अलिकता रेगुलर लैजानलाई चाहिँ गाह्रो हुन्छ कि। त्यो कारणले गर्दाखेरि चाहिँ त्यसैले हामीले भौतिक रूपमा पनि होइन अनलाइन पनि गरेका छौँ, त्यहाँ जोडिन सक्नुहुन्छ। र जहिले पनि आफूलाई चाहिँ अलिकता हुन्छ नि एकदम नै आफ्नो माइन्डलाई पनि शान्त गराउनको लागि, खुसी बनाउनको लागि, रमाइलोसँग आफ्नो जीवनलाई चाहिँ सजिलो तरिकाले गाडी घुडाउनलाई चाहिँ सजिलो पार्ने माध्यम चाहिँ योग नै हो। किनभने योग भनेकै जोड हो कि होइन। जसरी हामीले श्वास प्रश्वाससँग शरीरलाई जोड्छौँ, शरीरसँग मनलाई जोड्छौँ, मनबाट चेतनालाई जोड्छौँ होइन। त्यो कारणले गर्दाखेरि प्लस खानेकुरा त छँदैछ, अरू लाइफस्टाइलहरू परिवर्तन गर्ने त छँदैछ। र हामी धेरै खुसी छौँ आज वैज्ञानिक क्षेत्रमा, मेडिकल क्षेत्रमा धेरै सुधारहरू भएको छ, धेरै टेक्नोलोजी आएको छ, त्यो ठिक छ। तर विशेष गरिकन दीर्घ रोगीहरूको लागि चाहिँ योगा आफ्नो जीवन परिवर्तन
चाहिँ धेरै महत्त्वपूर्ण हुन्छ भन्ने मेरो अनुभवले चाहिँ सिकाएको छ र म त्यो पनि भन्न चाहन्छु। हजुर चाहिँ अब फ्युचरमा रिटायरमेन्ट लाइफ नेपालमा बिताउने प्लानमा हुनुहुन्छ कि अस्ट्रेलियामै? कति राम्रो प्रश्न गर्नुभयो। अनेस्टली भन्नुपर्दा त्यो नेपालको जस्तो त्यो वातावरण त्यो भाव त आउँदैन होला होइन, तर नेपाललाई बिर्साउनको लागि हामी अलिअलि गाउँतिर पनि गएको छौँ कि अहिले गाउँतिर बस्नुहुन्छ। हजुर, त्यो कारणले गर्दाखेरि अहिले नै यही नै गर्ने भन्ने डिसिजन त भएको छैन, तर अब बच्चाहरू नाति नातिना आउनु पर्यो, उहाँहरूलाई हुर्काउनै पर्यो होइन, सपोर्ट गर्नु पर्यो, किनभने कतै अब घरलाई गरिरहेको छ बच्चाहरूले होइन, उहाँहरूलाई सपोर्ट गर्नु पर्यो। अनि त्यसपछि चाहिँ अब मनले चाहिँ के भन्छ? मनले त वास्तवमा भन्यो भने मनको दुविधा भइरहेछ कि कस्तो भने अब नेपाल एकदम राम्रो छ, नेपाल जान मन छ, तर समस्या के छ भने आर्थिक अलिकता समस्या हुने जस्तो देखेछु कि हामीले चाहिँ पछि गएर, किनभने अब नेपालमा यति महँगो बढिसकेको छ होइन। अब यहाँ त सबै कुरा लोनले हुन्छ होइन, नेपालमा रेगुलर काम छ, फेरि परिवार यहीँ छ होइन। त्यो कारणले गर्दाखेरि मनले जाम भन्छ अनि परिस्थितिले चाहिँ के गर्छ भनेर अनि त्यसपछि डिसिजन गरेको छैन, निर्णय गरेको छैन। म चाहिँ एक दुईवटा क्वेसनहरू सोध्छु हजुरलाई। खुसी के हो? खुसी कहाँ मिल्छ? खुसी मेरो लागि छुट्टै हुन्छ, हजुरको लागि खुसी छुट्टै हुन्छ होइन, अरूको लागि खुसी छुट्टै हुन्छ। खुसी आफैभित्र मिल्छ, आफैभित्र मिल्छ। खुसी जस्तो हामीले भौतिक जुन बाहिरी आँखाले देख्छौँ नि, त्यो संसारभन्दा भित्री संसार जुन 98% भन्दा बढी छ, त्यो भित्र पस्न सक्यो भने खुसी त्यही छ। तर मेरो लागि खुसी भनेको के भने अहिले मैले जे गरिरहेको छु नि, जस्तो अवस्था छु नि, त्यही नै मेरो लागि खुसी हो कि। म अहिले मेरो परिवारसँग बसेको छु, त्यही नै लागि मेरो खुसी होइन। म अहिले हजुरसँग चाहिँ कुराकानी गरिरहेको छु, त्यही नै लागि मेरो लागि खुसी। अनि अझै बढी खुसी त के भने भगवानले अब कसरी यो जिन्दगी दियो, कसरी दुईटा हात काम गर्नलाई दियो, खुट्टा दुईटा दियो होइन, हेर्नलाई आँखा दुईटा दियो, त्यो त म जान्दिनँ होइन। तर हेर्नको लागि मेरो आँखा स्वस्थ छ अहिले होइन। पहिला म बिरामी हुँदाखेरि चस्मा लाउँथेँ मैले, अहिले छोडेँ। मैले त अन्जुलाई त अझै गुदी कुरा त भन्नै बिर्सेको। भन्नु न प्लिज। म त 7वटा औषधि खान्थेँ मेरो आर्थराइटिसको लागि र डायबिटिसको लागि। 7वटा औषधि खान्थेँ मैले, तर अहिले मैले एउटा औषधि खाँदिनँ। वाह, कसरी? योगाले नै? रेगुलर एक्सरसाइज, खानाले, हेल्दी माइन्ड। हजुर, त्यसैले भनेपछि रेगुलर औषधि, क्रोनिक डिजिजको रेगुलर औषधि खाने रोगहरू पनि रेगुलर योगा गर्यो भने चाहिँ रोक्न सकिँदो रहेछ, यो सम्भव रहेछ, सम्भव छ भन्ने कुरा हजुर एउटा एक्जाम्पल भयो। हजुर, अब कतिजनाले भन्नुहुन्छ नि मलाई चाहिँ डायबेटिक भइसक्यो, मलाई ब्लड प्रेसर भइसक्यो, हो अब मैले लाइफभरि औषधि खानुपर्छ होला। के यी डायबेटिक, ब्लड प्रेसर, विभिन्न खालका क्रोनिक डिजिजहरू छ नि, लङ टर्मसम्म औषधि खानुपर्ने, यस्ता खालका रोगहरू पनि योगाबाट के साँच्चीकै सम्भव छ त औषधि रोक्नलाई? मेरो अनुभवले त्यो भन्छ, तर यहाँहरू आफैले अनुभव गर्नुपर्ने हुन्छ कि त्यसको लागि, किनभने योगा पनि हुनुहुन्छ होला एक्जाम्पल हजुरसँग? धेरै एक्जाम्पलहरू छ, तर के भने अरूको एक्जाम्पलले, एकजनाको एक्जाम्पलले अरूलाई नहुन सक्छ कि। औषधि छोड्नु भनेर म भन्दिनँ होइन, तर अहिलेको जुन चिकित्सालय छ नि, उहाँहरू सँगसँगै होइन, उहाँहरूको एक्सपर्टको सहायता सँगसँगै आफूलाई पनि चेक गर्दै लाने, आफूले पनि अनुभव गर्दै जाने होइन। फिजिकल व्यायाम रेगुलर गर्ने, ब्रेथ वर्कहरू यो होइन, प्राणायामहरू रेगुलर गर्दै जाने, मेडिटेसनहरू रेगुलर गर्दै जाने भनिन्छ। गुरुहरू भन्नुहुन्छ सम्पूर्ण आफूले चाहेको सम्पूर्ण कुराहरू तिमी भित्रै छ र हामी वरिपरि नै छ। सो तपाईँले भन्नुभयो नि 98% हामी भित्र छ, 2% आउटसाइड छ। हामी चाहिँ कहिले कतै बाहिरको संसारमा खुसी खोज्छौँ। फर इक्जाम्पल मसँग एउटा गाडी छ भने मलाई अर्को गाडी चाहिरहेछ, नयाँ गाडी, नयाँ ब्रान्ड होइन, राम्रो ब्रान्डको गाडी, ठिक्कको घर छ भने मलाई ठुलो लग्जरियस घर चाहिरहेछ। के त्यस्ता कुराले खुसी मिल्दैन?
मिल्छ हामीले खोजेन त त्यस्तोमा खोज्छौँ, तर हामीलाई फेरि कस्तो एभ्री भने टाइम अपग्रेड चाहिरहेको छ। त्यो खुसी चाहिँ कस्तो हो भने दिगो हुँदैन कि, केही समयको लागि हुन्छ कि होइन। फर इक्जाम्पल हजुरले यहाँ जागिर नपाउन्जाल छ, ओ माई गड मैले जागिर पाएदेखि कस्तो हुन्थ्यो होला भन्ने छ नि होइन। तर जागिर पायो अनि त्यसपछि बिस्तारै बिस्तारै होइन तनावको लेभल होइन स्ट्रेसको लेभल त बढिरहेको छ नि। तर त्यो भित्र पस्ने जुन एउटा यात्रा छ नि त्यसबाट चाहिँ हुन त अब म पनि आफू पनि धेरै नै सुधार गर्नुपर्ने छ, आफूलाई एकदम नै पुरै बनिसकेको त छैन होइन। तर त्यो यात्रामा पस्दाखेरि चाहिँ खुसी चाहिँ धेरै दिगो खुसी चाहिँ पाउन सकिन्छ भनेर त्यो त्यो ज्ञान चाहिँ पाएको छु कि गुरुहरूबाट। वाउ, रियली नाइस। तपाईँको जीवनको यात्राका यी कथाहरू सुन्दा कस्तो आनन्द पनि फिल भयो। र म हजुरलाई अब अर्को क्वेसन राख्दैछु, ऱ्यापिड फायर क्वेसन। बिहान उठ्ने बित्तिकै फर्स्ट थिङ के गर्नुहुन्छ? बिहान उठ्ने बित्तिकै म परमात्माको लाई चाहिँ सम्झिन्छु। चिया कि कफी? गाह्रो क्वेसन। चिया पनि कफी पनि दुइटै मनपर्छ? मनपर्छ, तर कफी प्रिफर गर्छु बिहान ड्रिङ्क गर्नुलाई चाहिँ। एउटा मात्रै रोज्नुपर्छ। अस्ट्रेलिया कि नेपाल? रोज्नै पर्छ, एउटा चुज गर्नुपर्छ। हो। अस्ट्रेलिया कि नेपाल? अस्ट्रेलिया पनि मनपर्छ, नेपाल पनि मनपर्छ। एउटा चुज गर्नु पर्यो भने ल ब्लाइन्डली तपाईँलाई एउटा मात्रै अप्सन थियो, अब तपाईँ रेस्ट अफ द लाइफ अस्ट्रेलिया नै बस्नुहुन्छ अथवा नेपाल, वाट एभर जस्ट चुज गर्नु पर्यो भने चाहिँ अहिलेको कन्टेक्समा चाहिँ अब अस्ट्रेलिया भन्नुपर्छ, कर्मभूमिलाई कता। एउटा बानी जुन तपाईँ छोड्न चाहनुहुन्छ? मेरो बानी अलिकता कस्तो छ भने अलि म खाना धेरै खान्छु क्या। तर यो त कस्तो बिलिभ लागेन मलाई। खाना धेरै खाने बानीलाई चाहिँ छोड्नु पर्ने छ मेरो। हो एकदम नै हो। मलाई थाहा छ सबैजनालाई हजुरले माया गर्नुहुन्छ आफ्नो फ्यामिलीमा, तर एउटा मात्रै फ्यामिलीको सदस्य रोज्नु पर्यो भने कसलाई रोज्नुहुन्छ? कति अप्ठ्यारो क्वेसन गर्नुभएको। ओन्ली वान पिक गर्नु सबैलाई मनपर्छ मलाई फ्यामिलीलाई एकदमै, हामी सबैजनालाई, तर यु निड टु पिक वान। हो, तर अहिले भन्नुपर्दा चाहिँ अब भगवान्ले हामीलाई उपहार दिएको छ होइन नातिलाई, किनभने नातिलाई मनपर्छ भन्नुपर्छ होला। नाति रिसेन्ट पाउनु भएको एउटा एकदमै गिफ्ट फ्रम गड। गिफ्ट। हजुर। राति सुत्नुभन्दा अगाडि के सोचेर सुत्नुहुन्छ? राति पनि म के गर्छु भने मैले केही गल्तीहरू गरेको छु कि भनेर आफूले आफूलाई माफी माग्छु। अनि कसैलाई गल्ती गरेको छु कि भनेर आइ एम सो सरी इफ आई मेड एनी मिस्टेक भनेर होइन। अनि त्यसपछि चाहिँ ग्रेटिट्युड गर्छु, धन्यवाद दिन्छु, किनभने परिवार हुन्छ नि, आफू परिवार काम यसरी समुदायमा जाँदा आउँदाखेरि तपाईँहरूको कारणले गर्दाखेरि मेरो दिन आज एकदम नै सफल भयो होइन। त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई धेरै धेरै धन्यवाद भनेर गर्छु। आजसम्मको भोगाइमा जीवन भनेको के रहेछ? जीवनमा गर्नै पर्ने कुरा के रहेछ? आफूले आफूलाई समय दिनुपर्ने छ, सेल्फ केयर भनौँ न, सोमान भनौँ न। किनभने यदि तिमी छौ र त परिवार छ, समुदाय छ होइन। तिमी नै छैन भने त के परिवार के समुदाय होइन। जस्तो अब यदि मलाई चाहिँ मेन्टल मानसिक बिरामी भयो होइन, मैले चाहिँ मेरो साथीलाई चिन्न सकिनँ, मेरो छोरालाई चिन्न सकिनँ, मैले मेरो श्रीमानलाई चिन्न सकिनँ भने त्यसको अस्तित्व के भएर होइन। त्यस कारणले गर्दाखेरि त्यो विकराल परिस्थितिबाट बस्नको लागि चाहिँ आफूले आफैलाई नै माया गर्नुपर्छ भन्ने कुरा चाहिँ सिकेको। अब चाहिँ हामी कार्यक्रमको अन्तिम मोडमा छौँ, केही भन्न चाहनुहुन्छ? धेरै त अन्जु हजुरले धेरै कुराहरू प्रश्न गरेर मलाई हुन्छ नि सजिलो बनाइदिनु भएको छ। विशेष गरिकन हजुरहरूले योगा भन्ने साथ नै एकदम नै यो त बुढेसकालले बुढाबुढीले मात्रै गर्ने, यो चाहिँ परिवारलाई समय नदिने त्यस्तो खालको चाहिँ नसोचिदिनु होला। जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यहाँ त्यही नै रमाउने गर्नुहोला, खुसी हुने गर्नुहोला। त्यसले गर्दाखेरि चाहिँ हाम्रो जीवनलाई चाहिँ सजिलोसँग
अगाडि गाडीलाई चाहिँ चलाउन सजिलो हुन्छ कि। हजुरको व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो। हजुरलाई धेरै धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। र आजको हाम्रो कार्यक्रम यहीँ सकिएको सबैजनालाई जानकारी गराउँदै अर्को एपिसोडमा फेरि पनि भेट हुनेछ भन्दै मलाई पनि बिदा दिनुहोस्। नमस्ते।